बाइकको ट्रायल दिँदा कसरी ट्रायल पास गर्न सकिन्छ यो भिडियोमा हेर्नु होला। सबभन्दा सुरुमा 8 मा छिर्ने दायाँ अथवा बायाँ जुन साइडबाट छिरे पनि हुन्छ। सजिलो देब्रे साइडबाट हुन्छ। ब्रेक र क्लचको चाहिँ नि ब्यालेन्स मिलाएर 8 घुमाउने। अगाडिको ह्यान्डललाई छेउछेउतिरबाट मोड्ने। भिडियोमा हेर्न सक्नुहुन्छ। त्यसपछि 8 बाट बाहिर निस्कने। सानो बाटोमा एक रेस्ट लिएर ह्यान्डल सिधा राखेर अगाडि बढ्ने। साइड लाइट बाल्ने। टर्निङको पोल कटेपछि साइड लाइट बन्द गर्ने। ट्राफिक लाइट हेर्ने अनि ब्रेक लगाउने। फुट ब्रेक अनि ह्यान्ड ब्रेक मिलाएर लगाएर रोक्ने। हरियो बोलेपछि ब्रेकरमा चढाउने। ब्रेकमा रेस्ट दिँदै क्लच छोड्दै लैजाने। उकालोमा रोक्ने, रेस्ट दिने, क्लच छोड्ने, आवाज चेन्ज हुन्छ, ब्रेक छोडाउने, ब्रेक छोड्ने, अगाडि बढ्ने। ओह्रालोमा दुईटै ब्रेक मिलाएर बिस्तारै लगाउने क्लच दबाएर। त्यसपछि हामीले सजिलै बाइकको ट्रायल पास गर्न सकिन्छ। यसरी नै थप जानकारीको लागि PM मोटर ड्राइभिङ एन्ड ट्रेनिङ सेन्टरलाई फलो गर्नुहोला।